सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो अहिले चाहिँ म हेली झरिरहेको छु। अहिले फिलहालको लागि 10:30 बजिरहेको छ र म चाहिँ खाना खाएर झरेको। अब त्यही हो, हेली जाने हो अनि घर फर्किने हो। अनि नुहाइ धुवाइ लुगा सुगा सब हिजो धोइदिएको मैले शुक्रबारै, आज शनिबार हो। त्यही भएर झरेकोमा, नत्र हाम्रो स्कुल स्टार्ट भइसक्यो। घर जाने, अब हेलु झरेर घर जाने हो। सो लुक एट दिस भ्यूज गाइज के यार, यस्तो मिठो छ नि भ्यू होइन गाइजहरू। सो त्यहाँ हिमाल देखिरहेको छ, खतरा हुने भ्यू बोबाल हो क्या। निलो आकाश है। अस्ति हामी स्कुलबाट आउँदा यो ट्रान्समिटर पड्केर आगो बोलिरहेको के तै कस्तो डर लागेर। भ्यू चाहिँ बबाल आउँछ यहाँबाट है। त्यहाँ ट्रान्समिटर पड्केर आगो बलिरहेको रहेछ, हामी डराएर है। यस्तो नमजा भइरहेको थियो नि त्यतिखेर। ठ्याक्क हामी यहाँ आइपुगेको थियौँ अनि त्यहाँ आगो बोलेको देख्यो उहाँले। अनि म र बहिनी थियौँ कि स्कुलबाट आएको, आगो बोलेको देख्यौँ। अनि त्यहाँ दौडिँदै गएर माथि ऊ त्यहाँ बसेको के, ऊ त्यहाँ गएर बसेको। अनि हेर्दै बसेको। अनि पानी पऱ्यो, फेरि पानी परेर अलिअलि निभेको थियो। फेरि पानी बिसाएको त हुर्ती आगो बोलिरहेको यस्तो। अनि त्यो दिन लाइट आएन, बेलुका आएको थियो सिधै 9:10 हो कि 8 बजी, 8:30 9 यति बजेतिरै आएको थियो अनि अस्ति लाइट। सो गाइज अहिले चाहिँ म घर फर्किँदैछु। सो 10:30 बजीतिर घरबाट हेर्नु झरेर चाहिँ खाना छोड्न अहिले 11:30 बजीतिर उकालो लाग्छु। 11:30 भएको छ, अब 12 बजीतिर पुगाउँला नि घरतिर है। सो गाइज अहिले चाहिँ म घर आइसकेको छु। अनि घर आएर सामानहरू त्यही किचनमा राखिदिएर म चाहिँ बुक कपी लिएर होमवर्क गर्न सकेन। त्यही भएर असिमका जाँदैछु कि असिमलाई मैले सँगै होमवर्क गरौँ भनेर त्यसले बोलाएको थियो। त्यही असिमले बोलाएर हिँडेको, नत्र घरै बसेर गर्ने होइन चाहिँ। त्यही गएर गर्ने हो, भ्याइदिने आज होमवर्कसम्ममा। यो हाम्रो गाउँ। टम हेर न, म हेलु जान्छु भनेर अघि हेलु जाँदाखेरि आएन, अहिले म हेलु जान लागेको जस्तो मानेर आइरहेको छ क्या। टम हेर्छौँ ल ल हेर त ल, हेलु जाने भनेको होला नि। हेर काम ओइ। सो गाइज अहिले चाहिँ म नास्ता खाएर फेरि हेलु झर्दैछु, किनकि कपाल काट्न, मेरो होइन यसको कपाल काट्न। भाइको कपाल काटिदिने अरे, मेरो पनि काट्ने भन्न त मामले नकटाम्बो भनेको क्या। ए बेलौती खाँदै झर्छु। कति कमाउलो छ भाइ, पाकेको एकदम है। घरतिर लागिसकेन हेलुमा, यसको कपाल काट्यो ए। अनि घरतिर अनि भुर्जी पनि किनेर ल्याएको दुइटा है। भुर्की किन्ने भनेर मम्मीलाई सताएको थियो, त्यो भएर भुर्की ल्याइदिएको। मलाई पनि ल्याऊ, पैसा जमाएर हेर्ने हो कसको बढी हुन्छ। सो त्यही हो, अहिले चाहिँ घर फर्किरहेको छ। घर गएर अब पहिला गोबर सोबर सराउनुपर्छ अनि होमवर्क गर्न बस्ने कि होमवर्कमा लास्टै धेरै छ भने। सो गाइज अहिले चाहिँ मैले यहाँ होमवर्क गरिरहेको छु। होमवर्क चाहिँ थुप्रै छ क्या, रातिसम्म गर्छु होला यो सामाजिकको। अनि फिलहाल बजेको छ 9:08 भएको छ होइन। सो आजको लागि यति नै। मन परेमा लाइक गरिदिनु, नयाँ भने सब्सक्राइब गरिदिनु। आजको लागि यति नै, बाई।